श्राद्ध गर्छौँ नि हो, त्यसको आत्माले शान्ति पाओस् भन्नालेका लागि श्राद्ध गर्छौँ नि हामी। जस्तै त्यसले अर्को शरीर पाएको हुन्छ क्या, त्यो शरीरमा कुनै खानेकुरा फल मिल्छ उसको। च्यानलमा हजुरहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला है त। नजायते म्रियते वा कदाचिन नयन भूत्वा भविता वा न भूयेत् अजो नित्य शाश्वतो अयं पुराणो न हन्यते हन्ये माने शरीरे। यसको अर्थ के हो? भगवद्गीता अध्याय 2 श्लोक नम्बर 20 मा भनिएको छ, आत्माका लागि न कहिले जन्म छ न मृत्यु। आत्मा कहिले जन्मिएन, जन्मिँदैन र जन्मिएको पनि छैन, मर्दा पनि मर्दैन। आत्मा ऊ अजाना छ, नित्य छ, शाश्वत छ, ऊ पुरातन छ, शरीर मर्दा पनि ऊ मर्दैन अरे के। आत्मा कहिले पनि जन्मिएको छैन, जन्मिनेवाला पनि छैन, जन्मिँदा पनि जन्मिँदैन। आत्मा कहिले पनि मर्दैन, शरीर मर्दा पनि मर्दैन भन्नुभएको छ भगवानले। आत्मा भनेको के हो? आत्मा भनेको शाश्वत छ, कहिले पनि मर्दैन हो। त्यसैले आत्मा कहिले पनि जन्मिँदैन। हामी यो मरिसकेपछि यो शरीरलाई पोलिन्छ नि, गाडिन्छ, जलाइन्छ हो कि नै, हामीभित्र आत्मा छ कि त्यो आत्मा अर्को ठाउँ गएपछि त के हुन्छ? त्यसरी एउटा मौरीको घार अर्को घारमा गइसकेपछि त्यो घारको के काम भयो हो। त्यसै गरी यो भनेको मौरीको घार जस्तै हो। यो शरीरबाट आत्मा निस्किन बित्तिकै बढेर गइहाल्छ क्या, त्यस्तो हो। हजुरले यो कुरा कहिले पनि बुझ्न सक्नुहुन्छ। यो कुरा जब हजुरले बुझ्न सक्नुहुन्छ नि तब हजुर महान हुनुहुन्छ कि महान। हरे कृष्ण सबैले।